Everyone, welcome back to my another vlog. So आजको दिन चाहिँ ओरिएन्टेसन थियो. As you can see my forehead है टिकाले सजिएको छ जुन चाहिँ दाग हो मैले निकालेको थिएँ बट स्टिल इट इज देयर हैन. अनि ठ्याक्क हामी आज ओरिएन्टेसन पछि चाहिँ कलेजको लागि स्टफहरू किन्न गएको थियौँ अनि मलाई चाहिँ आउट अफ नोवेयर कलर गिफ्ट चाहिँ एक्सचेन्जवाला आइडिया आयो कि अनि एकदमै रस थियो अरू सामानहरू के पनि किन्नु थियो नि त बट आई जस्ट गेट दिट आइडिया अनि मैले ममलाई रिक्वेस्ट गरेँ अनि ममलाई खासै आइडिया थिएन बट मैले हल्का फुल्का सम्झाएँ. आई होप ममले ल्याउनु पर्छ होला सिन्स रस थियो होइन त्यही भएर हामीले चाहिँ धेरै कलरको गरेनौँ. हामीले सिर्फ पाँचवटा कलर गरेको छौँ अनि पाँचवटा कलर गरेको छ अनि यो ट्रेन चाहिँ कस्तो एकदमै मन परेको थियो मलाई चाहिँ. आई डोन्ट नो वाइ किनभने हाम्रो कल्चरमा चाहिँ गिफ्ट इज समथिङ हामीले जहिले पनि बर्थडेहरू या त स्पेसल दिनहरूमा दिन्छौँ नि त. सो यो चाहिँ आउट अफ नो वे यु जस्ट गेट थिङ्स इट्स सो एक्साइटिङ अनि गिफ्ट रिसिभ गर्नु भनेको त आई थिङ्क वान अफ द बेस्ट थिङ अ पर्सन क्यान एभर ड्रिम अफ होइन. सो आज चाहिँ हामी गर्न लाग्छौँ अनि अहिले चाहिँ मम्मी तल कामले जानुपर्छ फ्रेस अप हुन अनि एकछिन आइहाल्नुहुन्छ अनि म चाहिँ जुन ओरिएन्टेसनको ड्रेसमा गएको थिएँ त्यहीमा नै म भिडियो गर्नेवाला छु अनि मम्मीलाई पनि त्यही नै हो. सिर्फ अहिले पानीहरू खान मात्रै जानुभएको अहिले चाहिँ त्यहीमा गर्नेछौँ हामी चाहिँ किनभने एकदम थाकेको छौँ. कपडा चेन्ज गरेर यताउता गर्दा ढिलो नि भइहाल्छ होइन. सो एकछिनमा सेटअप मिलाएर आई विल सी यु अगेन. सो हेलो मेरो नाम चाहिँ चाँदनी अनि उहाँ मेरो मम्मी. सो आज चाहिँ हामीले चाहिँ कलर एक्सचेन्ज च्यालेन्ज गर्दैछौँ अनि मेरो यहाँ छ मम्मीको त्यहाँ छ है. अनि हामीले चाहिँ पहिला भने जस्तै 5वटा कलर मात्र गरेछौँ किनभने एकदम हतार थियो अनि आज कलेज जाँदाखेरि मिटिङ पछि गएको भएर एकदम हतार थियो त्यही भएर 5वटा कलर मात्र गरेँ अनि 5वटा कलर चाहिँ यहाँ माथि राखिदिन्छौँ ल. सो तपाईँबाट पहिला कलर हेरौँ है. हजुरले चुज गर्नुहुन्छ पहिला मम्मी हजुर कुन कलर गर्नुहुन्छ पहिला पहिला रातै गर्ने होला नि. रातो गर्ने ल त्यसो भए तपाईँको ल्याउनु एकचोटि भन्नाले ब्यागमै हुन्छ अनि 1 2 3 गर्ने एकैचोटि निकाल्ने ल. मेरो त रातो त मेरो त सानो छ हो. यो मैले रातोमा गने कि सेतोमा गने भाइ कन्फ्युज भएँ. ए होइन होइन रातोमै ल रेडी भयो ल 1 2 3 गो. ओ नाइस. हजुरको के हो रातो. रातो ओके. टिस्यु पेपर रहेछ मम्मीको चाहिँ वेटवाला. मेरो चाहिँ नेल पोलिस तर मैले रातो एउटा मात्र लिन लाएको थिएँ फेरि मलाई कस्तो कस्तो लाग्यो अनि यो पिङ्क पनि मम्मीले मन पराउनुहुन्छ त्यही भएर लाउनु. मेरो छोरी कलेज जाँदाखेरि यसो मुख पोछेर जान्छ. यहीँ राखौँ तपाईँको यहाँ छ ल. अनि मेरो पालो अब तपाईँले अघि चुज गर्नुभयो नि त है. कालो देख्नुभयो क्या कालो है. 1 भयो भयो 1 2 3 गो. के हो वे नाइस. मेरो चाहिँ के हो ब्ल्याक हेयर स्याम्पू मम्मीलाई एकदम मनपर्ने अनि चाहिने हो कि होइन. ओके. अझ ठुलो मैले त सिर्फ यो फेस 1500 को फेस मास्क. पैसा भन्नु पर्दैन ल. थ्याङ्क यू ल तपाईँलाई धन्यवाद. एक्सपेन्सिभ छ है मेरो फेरि. ल तपाईँको पालो कालो भयो रातो भयो पहेँलो 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 है. मेरो त पाउनु भयो किन आजको के छ त्यस्तो. अब मेरो गिफ्ट देखिरहेको छ. ल ल 1 2 3 गो. कस्तो राम्रो तर राम्रो छ नि मम्मी. यो के हो लेमनवाला लिपस्टिक लिप बाम रहेछ. वाउ पहेँलो
मैले यस्तै खोज्न त खोजेको थिएँ तर खै कति भने मैले चाहिँ मम्मीलाई फेस मास्क गोल्ड एन्ड क्ल्याभियर फेस मास्क नि सुन कलरको दिएको थियो नि त चट्टा लाएर त्यो ओके थ्याङ्क यू वेलकम तपाईँले भन्नुभएको है पहेँलो मम्मी तैँले रोजेको ए मैले है अब हजुरले रोज्नु कुन कलर कालो भयो पहेँलो भयो रातो भयो अब सेतो सेतो ओहो सेतो त दामी छ धेरै पनि छ मम्मी तपाईँलाई मनपर्ने कुरा हो चाहिने के रेगुलर बेसिसमा ल भयो हजुरको 1 2 3 गो मोजा ओ दुईटा ल्याइदिनु भएको कलेजको दुईटा मोजा ओ थ्याङ्क यू मैले चाहिँ मम्मीलाई इयरबड यति धेरै अनि यो चाहिँ एकदम युज हुने समरमा एन्टी ड्यान्ड्रफवाला स्याम्पू मम्मीलाई मनपर्छ मैले कलेजको लागि दुईटा मोजा थ्याङ्क यू यो मैले यहाँ राखेँ मम्मीको त्यहाँ गयो है सामान ल अब चाहिँ मेरो पालो हरियो है यो चाहिँ लास्ट कलर हो एन्ड देन भ्याइन्छ ल 1 2 3 भयो 1 2 3 गो हरियो मैले ठुलो गिफ्ट ल्याएको छु क्या त्यही भएर यत्रो हाँसो भनेर बाटैभरि हाँस्दै आएको तर राम्रो छ कुन कलर है क्युईको रह्यो नि क्युईको नि हुँदो रहेछ लिप बाम मैले चाहिँ मम्मीलाई यो हरियो जस्तो लाएर है तर हरियो नै मान्नु यो चाहिँ हेयर क्लिप हो अनि सेतोवाला नि थियो तर यो कपालमा यो वाला कलर कस्तो राम्रो देखेको क्या अनि त्यही भएर मैले हजुरलाई यो ल्याइदिएकी छु थ्याङ्क यू वेलकम हाम्रो चाहिँ टोटल कति भयो एउटा मेरो त हातमा यसरी देखाउनु मिल्दो रहेछ हजुरको देखाउनु यति मेरो सो सरी पछि गरौँला मेरो नि यस्तो गरेर देखाउनु मिल्दो रहेछ मम्मीको धेरै भयो लिपस्टिक मम्मी ल भन्नु नङ पालिस हजुरलाई मजा लाग्यो कि न यो गिफ्ट यो खेल्दाखेरि मलाई धेरै खुसी लाग्यो लाइफमा यो खेल मैले देखेको नि थिएन सुनेको नि थिएन मैले खेलौँ फर्स्ट टाइम होइन फर्स्ट टाइम खेलेको होइन यसो गल्ती भएमा यसो राम्रो भएछ कस्तो राम्रो क्षमा दिनु अनि होला मम्मीले फेरि सबै चाहिने कुरा नै दिनुभयो कि यो अब डेली बेसिसमा चाहियो यिनीहरू पनि भयो मैले नि मम्मीलाई चाहिने अनि डेली बेसिसमा युज हुने नै सामान है अनि हामीले चाहिँ ढिलो भएको भएर चाहिँ 5वटा गऱ्यौँ तर 5वटा गरे पनि राम्रो सामान पायौँ तपाईँलाई राम्रो लाग्यो कि नै मेरो लाग्यो मलाई नि मन पर्यो धेरै खुसी लाग्यो हेर्दाखेरि चाहिँ फेरि मेरो एक्सपेन्सिभ छ मम्मीको चाहिँ अलिक चिप छ तर पनि ब्ल्याक कलरकोमा चाहिँ मम्मीले मलाई एक्स्ट्रा नि किनिदिनु भएको छ अहिले चाहिँ देखाएको छैन तर बिचरा फेरि नि किन्नु भएर छ तर ब्ल्याक मम्मीले मलाई 2टा सामान किनिदिइसक्नु भएको थियो है पहिला है ल चप्पल नि किनिदिएछु त बेलेगमा आयो त चप्पल यस चप्पल पनि किन्नु भयो अनि त्यही भएर यो आज यो चाहिँ यति नै भयो हाम्रो गिफ्ट च्यालेन्ज चाहिँ हजुर अब अर्को च्यालेन्ज भयो भने गर्ने कि दाइ मम्मी अर्को च्यालेन्ज अब कलेजको रेस भयो भने अभियसली हामी चाहिँ फेरि गर्छौँ मम्मी र छोरी ओके बाई बाई